कक्षा 10 नेपाली पाठ्यपुस्तक पाठ 16 आयाम कथा। कथाकार बिना थिङ। सहरको त्यो व्यस्त चोकको मध्यभागको दृश्य मेरो कार्यालयको झ्यालबाट लगभग पुरै देख्न सकिन्थ्यो। त्यहाँबाट अनेक रङ, अनेक आकृति मात्र होइन, थरी थरीका गतिविधि समेत मेरा आँखामा बेला बेला ठोक्किन आइपुग्थे। कुनै दृश्य निकै लोभलाग्दा हुन्थे त कुनै दृश्य बिछट्टै पट्यार लाग्दा कम्प्युटरको स्क्रिनलाई छलेर बेला बेला मेरा चञ्चले आँखा झ्यालतिर हुत्तिन्थे। मलाई थाहा थियो आजभोलि मलाई मेरा आँखा निकै लोभी हुन थालेका छन्। मेरा लोभी आँखाले कोठाको भित्तामा टाँगिएको वृत्ताकार घडी हेरे। त्यहाँ हरियो पृष्ठभूमिमा सेता सुई आफ्नै लयमा सामूहिक नृत्यमा मस्त थिए। घडीका सुईको त्यो निरस नाचले न त मेरो मनमा कुनै तरङ्ग ल्यायो न त कुनै उमङ्ग नै। हृदयमा कसैले मेरो बोझिलो दैनिकीको सुन्दर तर हलुङ्गो फुलको बुकी राखिदिए जस्तो मात्र आभास भयो। शुभकामना याङजी, आज तिम्रो जन्मदिन। भरे साँझको भान्सा केही विशेष बनाउँछु, छिट्टै घर आऊ है। घरबाट निस्कँदै आमाले भन्नुभएको थियो। आमा हुनुहुन्थ्यो करिब 49 वर्षकी, बाटुलो मुखाकृतिकी। उहाँको अनुहारमा चिउडाको चुच्चो कतै हराए जस्तै देखिन्थ्यो। गोलै जोर आँखाको बीचमा डल्लो आकारको नाक थपक्क बसेको थियो। सेतो चिमालो फुलको रङ्ग झैँ लाग्ने नरम छाला जिउभरि ओडेकी, भाग्यलाई आमन्त्रित गरिएको हो कि झैँ लाग्ने सिनित्त परेको निधार। आँखाका चेप भने केही असजिलोसँग खुम्चिएका छन् र हाँस्दा ती अझै खुम्चन्छन्। उमेरभन्दा निकै ढिला हिँडिरहेका जस्ता देखिने छोटा छोटा मोटा मोटा र पुटुक्कका हातगोडा। घरमा आमा र म मात्रै थियौँ। आमा र म दुवै जागिरे थियौँ। म निजी कार्यालयमा काम गर्थेँ भने आमा सरकारी कार्यालयमा। म बिहान 8 बजे निस्कन्थेँ, आमा 9 बजे निस्कनुहुन्थ्यो। पदको प्रकृति र कदका दृष्टिले मेरो भन्दा अलिक होलो थियो उहाँको जागिर। म बिहानको चिया खाजा बनाउँथेँ, साँझको खाना आमा तयार पार्नुहुन्थ्यो। भान्सा, बरन्डा, आँगन, बगैँचामा मेरा भन्दा बेसी आमाका हात चल्थे। कति चल्छेउ कमलकी आमा तिमी, याङजीलाई पनि अराउन। यसो घरधन्दा बारीमा याङजीलाई सघाउन भन। आमाको हैरानी र धपिडी देखेर हुनुपर्छ छिमेकी काकी आमालाई यसो भन्नुहुन्थ्यो। म अहिले बुढी भइसकेँ भन्ने ठानेको, यति काम गर्न सक्दिन सोचेछ। हातगुडा तगडै छन्, याङजीलाई कामको धपिडी छ। म कामबाट अलिक छिटो आइपुग्छु, मलाई फुर्सद भएरै गरेकी हुँ। यसो भन्दा भन्दै मानौ आमाका अनुहारमा बाबर पाक्थ्यो। यसो भनेर आमा अनुहारमा बाबर पकाउनुहुन्थ्यो, सेतो फराकिलो नरम र स्वादिलो बाबर। आमाको अनुहार जस्तै हृदय पनि उज्यालो थियो। मैले आमालाई अँधेरो रङमा कहिल्यै देखिन, अपवादमा एकपटक बाहेक। सायद एउटा विषादपूर्ण समय थियो त्यो। त्यस यता आमा परसम्म फैलिएको निलो आकाश झैँ सफा र शान्त देखिनुहुन्थ्यो। आमालाई देख्दा मेरो हृदयको छोप एक एक गरेर मरेर जान्थ्यो। आमा मेरो उत्प्रेरणाको केन्द्रबिन्दु हुनुहुन्थ्यो। पहिले म बढार कुडार सरसफाई र पकाइ तुल्याइ मात्र गर्ने एकदम घरेलु महिला थिएँ। मैले गर्ने काम यति नै थिए। दराजमा स्नातक तहको प्रमाणपत्र सुरक्षित राखेकी थिएँ। दराजबाट ती प्रमाणपत्र झिकेर दरखास्त हाल्न मलाई आमाले नै उत्प्रेरित गर्नुभएको थियो। त्यस बेला म 25 वर्षकी युवती थिएँ, तर मेरो दैनिकीबाट भने आमा आत्तिनु भएको थियो। मेरा लागि हताश समय थियो त्यो उमेरमा पनि म साथी सङ्गीबाट टाढा, आफन्तबाट टाढा, छिमेकीबाट पनि टाढा। यति मात्र हो र म आफैबाट पनि टाढा थिएँ। कौसीमा घन्टौँ अडिन सक्थेँ। घामको आकार हेरेर, क्षितिजको रङ हेरेर निहालेर घन्टौँ हराउन सक्थेँ। सीमित दायराभित्र थियो मेरो असीमित एकाकीपन। सायद मेरो यही स्वभाव नै आमाको टाउको दुखाइको विषय बनेको थियो। तिमीले अब जागिर वा व्यवसाय गर्नुपर्छ याङजी, यसरी घोत्लिएर हुँदैन, आमाले मेरो हातै समाएर भन्नुभएको थियो, नरमसँग र मायालु स्वरमा। आमा मलाई कतै कुनै काममा व्यस्त राख्न चाहनुहुन्थ्यो। उहाँको हातमा पत्रिका थियो। त्यसको तेस्रो पृष्ठमा पुछारमा जागिरका लागि दरखास्त आह्वान गरिएको थियो। घरेलु कामदार व्यवस्थापनको कार्यालयमा
सहायक व्यवस्थापक पदको विज्ञापन रहेछ त्यो। त्यहाँ विभिन्न मानिस आउँछन् कामको खोजीमा। मान्छे घर घर काम खोज्न हिँड्दैन नचेल। यस्तै कार्यालयबाट सम्पर्क गर्ने हो। जस्तो कि हाम्रो घरमा काम गर्ने मान्छे राख्नु छ भने हामीले त्यस्तो कार्यालयमा सम्पर्क गर्नुपर्छ। उनीहरूले समय, सेवा, सुविधा अनुसारको मान्छे पठाइदिन्छन्। त्यस बाबत कमिसन लिन्छन्। आमाले त्यस कार्यालयको कामको प्रकृति र जिम्मेवारी बारे बुझाउनु भएको थियो। त्यसपछि निकै विश्वस्त भएर मलाई कामका लागि निवेदन लेख्न भन्नुभएको थियो। 2 वर्ष अघि कार्यालय रहेको भवन चोकको दाहिने मोडैमा थियो। जम्मा जम्मी 4 तलाको खरानी रङको भवन थियो त्यो। जागिरका लागि निवेदन र प्रमाणपत्र बोकेर म दोस्रो तलाको एउटा कोठामा पुगेँ। मूल कोठाबाट प्रवेश गर्ने बित्तिकै प्रतीक्षा कक्ष थियो। त्यसैसँगै अरू 3वटा कोठा थिए। त्यस दिन मैले हरियो रङको कुर्ता सलवार लगाएकी थिएँ। कपालको जुरो फुकाएकी थिएँ। अगाडिको स्यागी कपाललाई अनुहारमा छरिन दिएकी थिएँ। यो शैलीले मेरो चेप्टो अनुहार लाम्चो देखिन्थ्यो। म आफूलाई विश्वस्त देखाउन चाहन्थेँ। के म भित्र आउन सक्छु सर? मैले सक्दो नरम आवाजमा अनुमति मागेँ। सूरज कुमार, प्रमुख व्यवस्थापक। ढोका अलिकति घचेडे। आउनुहोस्, भित्रबाट भद्र आवाज आयो। म भित्र पसेँ। नीलो रङका भित्ता छन्। पूर्वपट्टिको भित्तामा चक्लेटी खापा भएको झ्याल छ र त्यसले बैजनी तर पारदर्शी पर्दा ओढेको छ। उत्तरपट्टिको भित्तामा घडी छ र त्यस घडीको देब्रेतर्फ मनमोहक चित्र टाँगिएका छन्। त्यहाँ भएका झरना, ढुङ्गा, घाँस आदिका चित्र निकै कलात्मक थिए। तिनै चित्रको ठिक मुनि खरानी रङको पाइन्ट र नीलो चेक सर्टमा सजिए भेटिए व्यवस्थापक। भर्खरै अमिलो पसाउन लागेको भोगटे जस्तै पुक्क परेका उनका गाला, उनका चिम्सा आँखा भने गहिरो खाडलभित्र पसेका जस्ता देखिन्थे। उनको बडेमाको निधार र 2 हातले एकसाथ सोहोरेर पछाडि हुत्याए जस्तो शैलीको कालो कपाल छ। मध्यम आकारको 2 फप्लेटा परेको चिउँडो छ र कोदाको पिठो जस्तै अनुहारको छालाको रङ छ। कमल पनि यस्तै शैलीमा कपाल राख्थ्यो। चिउडाको बनोट र आँखाका प्रकार लगभग मिल्दा रहेछन्। क्षणभरलाई म एकोरिएछु। बस्नुहोस्, म उभिएको देखेर व्यवस्थापकले अनुरोध गरे। धन्यवाद। नाम याङजी, बसाई सल्ले रिटायर। हामी बीच करिब 15 मिनट संवाद भयो। त्यसै दिन थाहा भयो सूरज सञ्चालक पनि हुन् र व्यवस्थापक पनि। भोलिपल्टदेखि मैले सहव्यवस्थापकको जिम्मेवारी सम्हाल्ने भएँ। मैले अनुहारमा जतिसक्दो गुलाब फुलाएँ। अब मेरो दिनचर्याको अनुहार बदलियो। मेरो दैनिकी छाटियो। बिहानको नास्ता गरेर म कार्यालय निस्कन्थेँ। पकाउने काम पूर्णतया आमाको भागमा पर्यो। म कामबाट फर्किँदा साँझ अबेर हुन्थ्यो। शरद र शिशिरका दिनमा रात नै पर्थ्यो। कार्यालयमा सूरज सर, भाइ, म लगायत अन्य कर्मचारी थियौँ। त्यो भाइले कार्यालयको ढोका खोल्थ्यो, कोठा सफा गर्थ्यो, पानी तताउँथ्यो। कार्यालयमा घरेलु कामदारका लागि मानिस सम्पर्कमा आउँथे। म तिनीहरूको व्यक्तिगत विवरण लिन्थेँ, कम्प्युटरमा डाटा राख्थेँ, डकुमेन्ट बनाउँथेँ र सूरज सरलाई जानकारी गराउँथेँ। शहरमा कामदारको माग बढ्दै गएको थियो भने विश्वासिलो कामदारको आपूर्ति हाम्रो जिम्मेवारी थियो। सूरज सर यस विषयमा एकदम सचेत हुनुहुन्थ्यो। कामदारको माग गर्ने घर धनीका बारेमा उत्तिकै सचेत र गम्भीर पनि। एकपटक एकजना महिला कामको खोजीमा कार्यालयमा आएकी थिइन्। नीलो ओठ भएकी, कपाल घुमुर्किएर काँधमै हराएको जस्तो र कचौरा जस्तै कान एकदमसँग खुम्चिएका। शरीरको छाला चुन जस्तो निखर सेतो र फुस्रो देखिन्थ्यो। गहिरो तलाउ जस्ता हरिया आँखा थिए। गालाका हाड घोसलान जस्ता पुटुस्स उक्सिएका। तपाईको नाम? सन्तमाया। 2 हात जोडेर नमस्कार भावमा जवाफ दिइन्। यहाँ कसले भनेर आउनुभएको? सुनमायाले भने कि मेरी साथी, पहिले हामीसँगै ज्यामी काम गरेका। उसले राम्रो घरभित्र काम गरेको मैले थाहा पायो। त्यस्तै घर पायो भने म नि गाड्छु। बाहिर त डार लाग्छ घामको, पानीको, ठेकदारको। उसले ता हो यता जाऊ भनेको। जासारी भाइ नि मलाई काम मिलाइदिनुस् मिस।
पात जसरी हल्लिरहेको थियो सन्तमायाको शरीर। सन्तमाया 23 वर्षको हुँदा उनको श्रीमान बितेका रहेछन्। श्रीमान बितेको 13 दिनदेखि ज्यामी काममा हिँडेकी रहेछन्। उफ, कठैबरा। उनी शारीरिक रूपमा अत्यन्त कमजोर देखिन्थिन्। मैले सन्तमायाको व्यक्तिगत विवरण बनाएँ। नाम सन्तमाया तामाङ, उमेर 30 वर्ष, सन्तान 1 छोरा 1 छोरी, ठेगाना बोर्ले गाउँ पालिका 3। एक हप्तापछि सन्तमायाले काम गर्न थालिन्। उनले काम गर्ने घर सानो सेवानिवृत्त डाक्टर दम्पतिको थियो। घरमा दम्पति मात्रै थिए। 2 भाइ छोरा देश बाहिर गएका थिए। फराकिलो कम्पाउन्ड र बगैँचा, 2.5 तले घर। ती दम्पतिलाई घर व्यवस्थापनमा सकस थियो। बगैँचामा चल्ने मेहनती हातको खाँचो थियो। भान्सामा, बाथरुममा, कौसीमा जताततै चल्ने छरिता पैतालाको आवश्यकता थियो। समग्रमा इमान्दारिताका साथ काम गरिदिने कामदारको आवश्यकता थियो। हाम्रो अफिसमा दम्पति नै आएका थिए। उनीहरूले महिला कामदारलाई प्राथमिकता दिएका थिए। सन्तमायाको व्यक्तिगत विवरण हेरेर उनीहरू खुसी भएका थिए। सन्तमायाले बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म त्यही घरमा काम गर्न थालेकी थिइन्। उनी पनि डाक्टर दम्पतिले उपलब्ध गराएको पारिश्रमिकमा खुसी थिइन्। त्यसमाथि पनि चाडबाडमा थप रकम र कपडा पाउन थालिन् सन्तमायाले। एकपटक सन्तमाया हाम्रो कार्यालयमा आएकी थिइन्। उनको अनुहारमा चिल्लोपन बढेको थियो। शरीरमा हेर्नुहुने गरी मासु पसेको थियो। गालाका हाड पुरिन लागेका थिए। निधारमा बढेमाको कालो मखमली टिका लागेकी थिइन्। याङजी, तिमीलाई हरियो कुर्ता र टिका खुब सुहाउँछ, कुनै दिन सुरज सरले भनेका थिए। त्यस दिन मैले आफूलाई निकै हलुङ्गो महसुस गरेकी थिएँ। जीवनमा सानो घटनाले पनि अथाह खुसी दिन सक्दो रहेछ। मैले त्यस दिन आवाज गरेकी थिएँ, ओहो, तपाईँ त अझै राम्री देखिनु भएछ। मैले जिस्कँदै भने। सन्तमाया थोरै लजाइन्। उडिरहेको पछ्यौराको छेउ गाँठो पार्न थालिन्। मैले बिहा गारे मिस, उसले मलाई धेरै माया गर्छ। म काम गर्ने घरमै ड्राइभर काम गर्छ। सन्तमायाले आधा घण्टामा वर्ष दिनको घटना अगाडि पछाडि गरेर सुनाइन्। खुसी हुनुको कारण अर्को पनि थियो। डाक्टर दम्पतिका ड्राइभर रहेछन्। नुवाकोटका सानु तामाङ। उनी 41 वर्षका रहेछन्। सानु तामाङकी श्रीमती 3 वर्ष अघि बितेकी रहेछन्। 2 छोराका बाउ सानुसँग सन्तमायाले बिहा गरिछिन्। व्याकरण नमिले पनि सन्तमायाको प्रस्तुतिमा लय मिलेको थियो। जीवनको लय, एक्लो हुँदाको अनुभव, हैरानी र अभावका छन्दभङ्गका बीच, अहिलेसँगै हुँदाको अनुभवको सुरिलो लय, सानुसँगको संसर्गले दिएको चिरन्तन खुसी, कहिलेकाहीँ हुने खटपटले दिएको क्षणिक पीडा, कहिले स्वादिलो छेडखानी त कहिले गहिरो माया पिरती, यस्तै यस्तै। पुसको महिना, घाम दिउँसो मात्र क्षितिजमा जुत्ती खेल्न पुग्छ। साँझ हुँदा नहुँदै झमक्क रात पर्छ। कार्यालयको भित्तामा समय लगातार उकालो उक्लिरहेको थियो। अघिपछि त्यो समय 5 मा पुग्दा पनि मलाई हतारो लाग्दैन थियो। तर आज 4 बजेर 15 मिनेट हुँदा म अधैर्य भएँ। म जुरुक्क उठेँ। सुरज सरको कोठाको ढोका ठेलेँ। याङजी, डिनरमा जाने होइन? सुरज सरले हाँस्दै सोधे। मैले टाउको हल्लाएँ। 2 पटक चिउडाले छाती छौला झैँ गरी म सुरज सरको टेबल अगाडि ठिङ्ग उभिएकी थिएँ। तिमीले आज आमालाई भनेनौ साँझ बाहिर खाना खाएर आउँछु भनेर? यो प्रश्न सोधिरहँदा सुरज सरको अनुहारमा हैरानी देखिन्थ्यो। वर्ष दिन भइसक्यो। तिमीले अब खुलस्तसँग आमालाई भन्नुपर्छ। हाम्रो सम्बन्धलाई निकास त दिनै पर्छ। पछिल्लो 2 महिनादेखि सुरज सर लगातार यसै भनिरहेका थिए। तर मेरो मनमा आतंकको तुवालो मडारिरहेको थियो। आमाले कति विश्वासले जागिर खाना पठाउनु भएको छ। म भने सुरजसँग प्रेममा छु। आमालाई कसरी भन्ने यस्तो कुरा? भनिहाले भने के सोच्नु होला? कसरी सामना गर्ने त्यो परिस्थितिको? त्यही रिले सोचाइले मेरो टाउको रिँगाइरहेको थियो। आज भन्छु जसरी पनि, मैले छोटोमा उत्तर दिएँ। सुरजको अनुहारमा गुलाबी रङ छरियो। सुरज र म नजिकैको रेस्टुराँमा खाना खाएर फर्कियौँ। घर पुग्दा रातको 8:30 बज्यो। बरन्डामा स्कुटी पार्क गरेँ र घरभित्र पसेँ। आमा बैठक कोठामा हुनुहुन्थ्यो। उहाँको हातमा टिभीको रिमोट थियो। दाहिने हातको बुढी औँलाले किचिक किचिक पारेर रिमोट थिचिरहनु भएको देखेँ। म एकपटक फिस्सा हाँसेँ, तर आमा एकपटक अलिकति पनि हाँस्नु भएन। म सरासर सुत्ने कोठामा पसेँ। कपडा परिवर्तन गरेँ। बाथरुम पसेँ। हात मुख धोएर निस्किएँ। आमाको हातको औँलो अझै टिभी रिमोट थिच्न व्यस्त थियो।
आमा रिसाउनु भयो। आज साथीहरूले साह्रै कर गरे। उनीहरूसँगै बाहिर जन्मदिन मनाउन बाध्य भएँ। क्षमा गर्नुहोला। रिमोट समाइरहेको आमाको हात च्याप्प समाएर मैले भने, तिम्रो जन्मदिन भनेर मैले मेहनतले भान्सा तयार गरेँ। आज मात्रै होइन, तिमीले धेरै पटक यसो गरिसक्यौ। आमाका आँखाका परेला पर्लक पर्लक भए। आँसुका ससाना ढिक्का देखिए। आमा, मैले निकै दिनदेखि तपाईँसँग झुट बोलिरहेँ। साँच्चै भन्नुपर्दा म प्रेममा छु कसैसँग। आज उसैसँग खाना खाएर फर्किएकी हुँ। ऊ मसँग बिहे गर्न चाहन्छ। मैले एकै सासमा भने, भयभरको साहस बटुलेर। आँखाहरू भने लज्जा बोध गर्दै भुइँमा झरिहाले। आमाको अनुहार कस्तो देखियो मैले हेर्नै सकिनँ। अब आमाले के भन्नुहुन्छ मेरो उकुस मुकुस बढेर आयो। निकासका लागि मेरा आँखा बग्न थाले। आमाले हठात मेरो हातबाट आफ्नो हात छुटाउनु भयो। रिमोट थिचेर टिभी बन्द गर्नुभयो। कोठामा हामी दुईको सुक्क सुक्क टटकारो सुनियो। त्यसपछि कोठामा निकै बेर शून्यता छायो। बिस्तारै आमाले टाउको उठाउनु भयो। मेरो चिउँडो उचाल्नुभयो। आमाका आँखा भने एकाग्रताका साथ भित्तामा टाँगिएका थिए। भित्तामा हाँसिरहेको फोटो थियो कमलको। याङजी, त्यो दुर्घटनामा कमल नबितेको भए तिमी मेरो बुहारी नै रहन्थ्यौ। अहिले तिमी मेरो छोरी हौ। म महसुस गर्न सक्छु एक्लो बाँच्न कति सहज हुन्छ भनेर। मैले कमलको बुबा बिना बिताएको यो 19 वर्षले बोध गराएको छ। म बुझ्छु तिम्रो मनस्थिति। तिम्रो उसँग भावी जीवन बिताउन तयार छौ भने मैले रोक्ने कुरै छैन। तर एउटा शर्त छ। आमाले अघि पछि भन्दा मसिनोसँग भन्नुभयो। निकै बेरसम्म मेरो टाउकोमा आमाका हात सलबलाइरहे। यो अप्रत्याशित परिस्थितिले म अवाक भएँ। कमल मेरो अमूल्य रत्न थियो, जो मैले हेर्दा हेर्दै विलीन भएर गयो। सपना जस्तो एक झमक निदाएर बिउजदा मसँग कमल थिएन। उसको यादले मेरो छाती गरुङ्गो भएर आयो। त्यो दिन मेरो जीवनको सबैभन्दा भयानक दिन थियो। त्यो आँधी बेहेरी र हुरी जस्तो समय अचानक कताबाट चल्यो। मेरो सुन्दर संसार तहस नहस पार्यो। कमल कार्यालयबाट फर्कँदा भएको त्यो मोटरसाइकल दुर्घटना, उसँग मैले छोटो समय व्यतीत गरेँ। छोटो समयमै गहिरो माया दिएर ऊ गयो। कमलको अनुपस्थितिले दिएको छटपटी असह्य थियो। निकै पछि मैले सूरजमा कता कता कमलको प्रतिछाया भेटेँ। सूरज मेरो प्यारो कमलको आभास लिएर जीवनमा आए। मभित्र कतै फेरि एकपटक बाँच्ने चाहना जागृत भएको छ। म सारा शर्त मान्छु आमा। म भकभकाएँ। तिमी दुईजना बिहेपछि पनि मसँगै बस्नुपर्छ। यो बुढेसकालमा आमालाई छोडेर जान पाउन्नौ। आमाले मेरो चिउँडो उचाल्दै भन्नुभयो। उहाँका आँखा उभाएका थिए। खुसी घाँटीमा अड्किए जस्तो भयो। बोल्नै गाह्रो भयो। मैले आमालाई गम्ल्याङ्ग अँगालो हालेँ। आमाको छातीबाट न्यानो प्रसाद मेरो भित्र हृदयमा पुग्यो। म निकै बेरसम्म अँगालोमै बेरिरहेँ। मेरो हिक्क झनझन बढेर आयो। आमासँगको मातृवात्सल्यको अभिनव आयाममा म प्रेमको महासागरमा डुबिरहेकी थिएँ। लास्ट लाइन फेरि पढ्दैछु। आमासँगको मातृवात्सल्यको अभिनव आयाममा म प्रेमको महासागरमा डुबिरहेकी थिएँ। धन्यवाद।